आज हामी तनहुँ जिल्लाको एउटा एकदमै सुन्दर ठाउँ बन्दीपुर र त्यहाँ घोषणा भएको बन्दीपुर भ्रमण वर्ष 2025 बारे अलिक गहिरिएर कुराकानी गर्दैछौँ है त। हो, यो विषय अहिले निकै चर्चामा पनि छ। हाम्रो आजको यो कुराकानीको आधार चाहिँ राजु गिरीजीले लेख्नु भएको बन्दीपुर भ्रमण वर्ष 2025 र पर्यटनको भविष्य भन्ने लेख हो। हामी खासमा यो भ्रमण वर्ष किन घोषणा गरियो, बन्दीपुरमा त्यस्तो के खास छ अनि यसका लक्ष्यहरू र कस्तो परिणाम आउला भन्नेमा केन्द्रित हुनेछौँ। एकदम। बन्दीपुर आफैमा निकै विशेष ठाउँ हो नि। यसलाई पहाडकी रानी पनि भन्छन्। ए, पहाडकी रानी? यसको मुख्य आकर्षण भनेकै त्यो जीवन्त नेवारी संस्कृति अनि पुराना घरहरूको वास्तुकला र हिमालको दृश्यहरू हुन्। पहिले त्यो 18 शताब्दीतिर त यो तानसेन काठमाडौँ व्यापारिक बाटोको मुख्य ठाउँ थियो रे। ए हो र, व्यापारिक केन्द्र पो रहेछ पहिले। हो, अनि अहिले चाहिँ पर्यटकीय गन्तव्य बनेको छ। आन्तरिक र बाह्य दुवै पर्यटकको रोजाइमा पर्छ। त्यो त रोचक कुरा भयो है। कसरी एउटा व्यापारिक केन्द्र अहिले यस्तो चर्चित पर्यटकीय ठाउँ बन्यो? अनि यो भ्रमण वर्ष 2025 घोषणा गर्नुको पछाडि गाउँपालिकाको खास सोच चाहिँ के होला? केही नयाँ पहिचान दिन खोजेको हो कि? निश्चय पनि। खासमा पर्यटनलाई अझै व्यवस्थित र प्रवर्धन गर्ने उद्देश्य हो। बन्दीपुरलाई राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमै अझ चिनाउने। अनि होइन, यसबाट रोजगारी पनि सृजना हुन्छ, आर्थिक गतिविधि बढ्छ। बन्दीपुरले आफ्नो मौलिक पहिचानलाई पर्यटनसँग जोडेर अझ बलियो बनाउन खोजेको जस्तो देखिन्छ। बन्दीपुर पुग्ने मान्छेहरूलाई सबैभन्दा बढी चाहिँ के कुराले तान्दो रहेछ? लेखमा त त्यो टुण्डिखेलबाट हिमाल देखिने कुरा थियो होइन, माछा बुच्रे अन्नपूर्ण। त्यो हिम श्रृङ्खलाको दृश्य त अद्वितीय छँदैछ। बिहानै उठेर हेर्दा मनै रमाउँछ। तर त्यो मात्रै होइन, बन्दीपुरको अर्को ठुलो आकर्षण भनेको त्यहाँको मौलिक नेवारी बस्ती हो। ए, नेवारी बस्ती हो, ढुङ्गा छापेको बाटो होइन, अनि पुराना शैलीका घरहरू, त्यो परम्परागत जीवनशैली एउटा अर्कै संसारमा पुगे जस्तो लाग्छ। अनि त्यहाँ पुराना मन्दिरहरू छन्, वातावरण एकदम शान्त छ। अनि खै हालसालै त्यो मिनी ग्रेट वल पनि बनेको छ अरे नि। ए, मिनी ग्रेट वल त्यो के हो? त्यो टुण्डिखेल नजिकै बनाएको हिँड्न मिल्ने दृश्यावलोकन गर्ने खालको नयाँ संरचना हो। त्यो पनि एउटा आकर्षण थपिएको छ। सुन्दै रमाइलो लाग्यो। तर यो भ्रमण वर्षका लागि त पक्कै केही ठुलै योजना होलान्। पर्यटक सङ्ख्याको हिसाबले केही लक्ष्य तोकेको छ कि? लक्ष्य त निकै महत्वाकांक्षी नै छन्। यो लेख अनुसार यही वर्ष 2025 भित्र 5 लाख पर्यटक ल्याउने रे। 5 लाख? अनि आउने 3 वर्षभित्र चाहिँ 8 लाख पुर्याउने लक्ष्य लिएको छ। 8 लाख त्यो त निकै ठुलो सङ्ख्या भयो नि होइन? बन्दीपुर जस्तो सानो शान्त ठाउँको लागि। हो, निकै ठुलो। अहिलेको पूर्वाधारले यति धेरै मान्छे धान्न सक्छ त अहिले त्यहाँ कति होटेल या बस्ने ठाउँ छन्, क्षमता कस्तो छ? हो, यहाँनिर चाहिँ अलिक विचार गर्नुपर्ने कुरा छ। लेखमा के छ भने बन्दीपुर बजारमा अहिले लगभग 75 वटा जति होटल छन् अनि 4 वटा होमस्टे। पुरै गाउँपालिका भरि हेर्ने हो भने चाहिँ 120 वटा होटल र 12 होमस्टे छन् रे। यिनीहरूको जम्मा क्षमता भनेको दिनमा 1700 जना पर्यटकलाई राख्न सक्ने मात्रै हो। ए, जम्मा 1700 दिनमा? अहिलेको अवस्था त्यही हो। अनि लक्ष्य चाहिँ वर्षको 5 लाख। यो त ग्याप धेरै भएन र? एकदमै। लक्ष्य र अहिलेको क्षमतामा ठुलो अन्तर देखिन्छ। भनेपछि त यो लक्ष्य पूरा गर्न अहिले के कस्ता कामहरू भइरहेका छन् त? तयारी के छ? पूर्वाधार बढाउने के? पक्कै पनि गाउँपालिका र स्थानीयहरू लागिरहेका छन्। पूर्वाधार बढाउने जस्तै नयाँ होटलहरू खोल्न प्रोत्साहन गर्ने, भएकालाई स्तर बढाउने, यातायात अलि सजिलो बनाउने, यस्ता कामहरू भइरहेका छन् रे। अनि त्यो बाहेक सांस्कृतिक कार्यक्रमहरू गर्ने, प्रचार प्रसार गर्ने होइन, देश विदेशमा चिनाउने, होमस्टेलाई पनि अलि व्यवस्थित गर्ने भन्ने कुरा छ। विभिन्न सङ्घ संस्था पनि लागेका छन्। ठिकै छ। मानिलिउँ यो भ्रमण वर्ष सफल भयो रे होइन? यसले बन्दीपुर र त्यहाँका मानिसहरूलाई चाहिँ कस्तो फाइदा पुग्ला त आर्थिक सामाजिक हिसाबले? सकारात्मक असर त पक्कै पर्छ। पर्यटक धेरै आएपछि होटल, रेस्टुरेन्ट, गाडी चल्ने होइन, स्थानीय उत्पादनहरू बिक्ने, यस्तोमा रोजगारी बढ्छ। मान्छेले आफ्नै व्यवसाय गर्न सक्छन्, स्वरोजगार बढ्छ, नयाँ लगानी पनि आउन सक्छ। यसले बन्दीपुरलाई नेपालकै एउटा प्रमुख पर्यटकीय ठाउँ बनाउन मद्दत गर्छ।
अनि स्थानीय मान्छेको आम्दानी पनि बढ्छ। यी त भए एकदमै राम्रा कुराहरू। तर यति धेरै पर्यटक आउँदा केही चुनौतीहरू पनि त आउँछन् होला नि? जस्तो हामीले अघि कुरा गर्यौं नि, बन्दीपुरको त्यो मौलिकता, त्यो शान्त वातावरण, त्यसमा असर पर्दैन त? एकदमै। यो चाहिँ सबभन्दा गम्भीर प्रश्न हो र चुनौती पनि। धेरै पर्यटक आउँदा पूर्वाधारमा चाप त पर्छ नै। पानी, बिजुली, फोहोर व्यवस्थापन, बाटोघाटो यी समस्या हुन सक्छन्। हो त। तर त्यो भन्दा पनि ठूलो चिन्ता चाहिँ बन्दीपुरको जुन आफ्नो चिनारी छ नि, त्यो प्राकृतिक सुन्दरता, त्यो नेवारी संस्कृति, त्यो शान्तपन, त्यही कुरा जोगाइराख्नु चाहिँ ठूलो चुनौती हो। जुन कुराले आज पर्यटकलाई तानेको छ, भोलि भिडले गर्दा त्यही कुरा हरायो भने त के अर्थ भयो र, हैन? यसको व्यवस्थापन चाहिँ एकदमै संवेदनशील भएर गर्नुपर्छ। हो, यो सन्तुलनकै कुरा रहेछ मुख्यतः। विकास पनि चाहियो तर आफ्नोपन पनि जोगाउनु पर्यो। संक्षेपमा भन्दाखेरि बन्दीपुरले आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदालाई प्रयोग गरेर आर्थिक रूपमा अघि बढ्न खोजिरहेको छ। अनि यो बन्दीपुर भ्रमण वर्ष 2025 चाहिँ त्यो यात्राको एउटा महत्त्वपूर्ण पाइला हो। बिल्कुल। यो अभियानले अवसर पनि ल्याएको छ, चुनौती पनि। सफलता चाहिँ अब यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्नेमा भर पर्छ। त्यसो भए आजको कुराकानीको अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त। बन्दीपुरले यत्रो ठूलो पर्यटकीय लक्ष्य राख्दा आफ्नो जुन आत्मा छ नि, त्यो मौलिक पहिचान, संस्कृति, शान्त वातावरण जसले गर्दा आज बन्दीपुर बनेको छ, त्यसलाई चाहिँ कसरी जोगाएर राख्न सक्ला? विकास र संरक्षणको यो नाजुक सन्तुलन भविष्यमा कसरी कायम होला, यसबारे सोच्न जरुरी देखिन्छ। हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो।